चाहन्छु र आजदेखि म 9-10 दिनसम्म डेली ब्लग हाल्छु र त्यही नै हो मेरो च्यालेन्ज अनि म यहाँ छु र फेरि पनि वेलकम भन्न चाहन्छु र आज चाहिँ हामी गाउँ आएका छौँ र त्यही नै हो गाइज हैन सो यताबाट सनराइज हुँदैछ हैन अब यही नै हो गाउँ ठीक छ सो गाइज यहाँ चाहिँ फुलहरू छ हैन ट्याक्क अब चाहिँ गाइज हामी यता माथि सो गाइज यता चाहिँ बिरुवाहरू छ यो हैन भर्खरै रोपेको ओइ यहाँ गाजर रहेछ नि त आइज खाने किन यस्तो भयो त यस्तो आयो गाइज सानो इत्रो मिठो थियो गाइज यो गाजर छ ठिकै हो यो चाहिँ खै केसको बिरुवा हो यो त सुन्तलाको छ यो पनि सुन्तलाकै होला यो लिचीको अब फल्छ छिटै गाइज यता नि फेरि फुलहरू छ यता सानो एउटा चाहिँ प्राइभेट नै छ मन्दिर यता केराको गाछ माथि देख्न सक्नुहुनेछ यो चाहिँ खै के हो पोइजनवाला हो खै थाहा भएन है त्यही पनि जाम अब हामी अझै माथि जान्छौँ पहिला चाहिँ गाइज यहाँ कति धेरै आँपहरू फल्थ्यो मैले चाहिँ टिपेर पुरै खाइदिएँ गाइज सो गाइज यसलाई चाहिँ के भन्छ होइन यो चाहिँ अब यसले चाहिँ हामीले देखेको होइन काँडा टाइपको हुँदो रहेछ हुन चाहिँ के हो हामीलाई थाहा छैन है सो गाइज यताबाट यस्तो भ्यू आउँछ तर हो क्यामेरा क्वालिटी चाहिँ अलिक छैन है मैले त्यो ओभर एक्टिङ गरिदिएको क्या सो यता चाहिँ ऊ भएको थियो क्या आगो लागि भएको थियो त्यही भएर हो यहाँ चाहिँ एउटा भवन छ है गाइज यहाँ देख्न सक्नुहुन्छ यता उता कता पहिला चाहिँ हेरी साध्यै थिएन अहिले चाहिँ गाइज हेर्न चाहिँ मिल्छ है सो गाइज यसलाई फेरि बडी बिल्डिङको भुत चढेको छ गाइज सो गाइज यो चाहिँ अब आभाकाडोको हो है यो बुट आभाकाडोको हो सो गाइज यहाँबाट यस्तो खालको भ्यू आउँछ होइन ट्याक्क पुरै फाट छ क्या उता चाहिँ यहाँ देख्न सक्नुहुन्छ है मन्दिर छ गाइज यता त्यो चाहिँ ठिकै हो होइन के भन्ने त अब अर्को यहाँ दिप्सन छ मेरो भाइ यहाँ एउटा उसको नि थियो क्या बेलौतीको रुख नै थियो खै कुन हो रुख होइन बिरुवा यही हो क्या यस्तो बवाल यस्तो महँगो पर्थ्यो क्या यसलाई यो उसलाई यसलाई अनि यो भइहाल्यो ठिकै छ यता यस्तो छ यता चाहिँ यस्तो खालको छ होइन बवाल छ क्या तर हाम्रो यो घर चाहिँ अन्डर कन्स्ट्रक्सन जस्तै भएको क्या अहिले त है हुन त यो पुरानो हो है तर धेरै पुरानो भइसक्यो यो घर हाम्रो तपाईँहरूले यता माथि के होला भन्नुहुन्छ होला है तर यता चाहिँ दसैँ ताका होइन वैशाख ताका चाहिँ बेसरी फुलहरू फुल्छ क्या यो उसमा चाहिँ बब्बाल देख्छ क्या भ्यू चाहिँ अनि यो चाहिँ भयो हाम्रो फुल है यो हाम्रो फुल चाहिँ यो चाहिँ फुल भइहाल्यो यता चाहिँ गार्डनहरू छ क्या अरू भन्दा नि अनि यो चाहिँ झाँक्रा भन्छ है यता नि वाल लगाइदिएको रहेछ ठिकै हो राम्रो हो ल स्टार्ट भइसक्यो क्या यो हो हाम्रो ठुलो संसार अब गाई हैन क्यामेरा क्वालिटी कस्तो खिच्न र अहिले ल हैन ल यस्तो गर्दियौँ हैन अब हामी चाहिँ यहाँ हिँडिरहेका छौँ यता चाहिँ खासै यो मकै नगुल्छ अब यता चाहिँ हैन ट्याक्क यस्तो छ अब हामी चाहिँ यहाँ किन आएको भन्नु होला है हामीले चाहिँ यो क्याक्टस देखाउन आएको अब हामीले त पहिल्यैदेखि आएको हो है गाइस उता देख्न सक्नुहुन्छ चराकै बब्बाल के यता चाहिँ एनिमल किङडमहरूको लागि चाहिँ बब्बाल खालको प्लेस हो कि यहाँ को एनिमल हुनुहुन्छ है आउन सक्नुहुन्छ के भत्काएको गाइस यो चाहिँ क्याक्टस हो है दिखो क्याक्टस अब हामी फेरि यता चाहिँ जान्नौ अब हामी यतै जान्छौँ है यता पनि खेद्छ यता पनि जताततै फाट्छ कि यो हाम्रो गाउँ चाहिँ त्यो मलाई बवाल लाग्छ होइन ठिकै हो यहाँ चाहिँ एउटा स्टेडियमै बनाइदिनु जस्तो कि गफ लगाइदिएको र यहाँ चाहिँ ठिकै खालको एउटा स्पेस छ राम्रो हो होइन तर अन्डर कन्स्ट्रक्सन भनौँ क्या यता यस्तो फोहोरहरू छ होइन पछि चाहिँ यिनीहरू अब कता लगेर भन्दा नि यता बाब्यहरू छ होइन कता लगेर तलाउने भन्दा पनि अहिले चाहिँ काम भइरहेको छ क्या यो बबाल छ गाइस
10सम्म गरे हो के अनि अन्त मैले चाहिँ 50 हैन 60 हो है 60 चोटी मैले 60 सेटअप अनि पुसअप कति 20 चोटी गरे अनि पुलअप नै हाने 10 चोटी अनि त्यही हो र अब चाहिँ हामी एकछिनमा खाना खान्छौँ अनि आजको भ्लग फेरि चाहिँ